गाई चाहिँ बल्ल नडा आइपुग्यौँ। बाटो चाहिँ खतरा चाहिँ नडाको लड्दै लड्दै झन्डै लडियो नि त हौ। के अरे ढुङ्गामा चिप्लेर नडा। नडा ए नडा 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 चक्राबाट आउने बाटो चाहिँ यता चाहिँ चक्राबाट लिली यता नडाको झन्डा चाहिँ अब हामी सट्ट यता लाग्ने हो। यता गयो भने पाङ्गे, यता गयो भने नडा। यताबाट कता पुगिन्छ हामी? आमा पोखरी होइन? ए इटडी है? यो बाटो इटडी पुग्ने होइन? यो बाटो इटडी पुगिन्छ। अब यहाँ मेला लाग्ने ठाउँ चाहिँ छोडी गए पाप लाग्ला अरे, आई मिस यु अरे त्यहाँनिर गाडीमा। सकेन यति भए। अब हामी चाहिँ हाम्रो गन्तव्य आउन आँट्यो। यस्तो थियो टिट बजाउने यहीँ हो क्या मेला। यताबाट हो ल, यताबाटै मेला, यताबाट यो चाहिँ मेला। मान्छे छैन रहेछ के हो अहिले त्यति। दही मेला मान्छे छैन त्यस्तो खालको के हो। पहिला त टन्नै हुन्थ्यो, गएको छैन रहेछ मान्छे। गर्मीले होला। यतै रोपाउनु रहेछ दही छिर्न आयो। त्यो टेम्पो त लामो लस्करै लागेको रहेछ। मेला घरेर आइसक्नु भइसक्यो। यस्तै चाहिँ मेला गाइस। हामी मेलामा बुढाबुढी हाई गर्नु न हौ। यहीँ हाई भन्नु न। हाई। तिमी बाई अब मेलामा कता हराइन्छ थाहा छैन। अब चाहिँ अब यसरी जाँदैछौँ हामी मेलातिर। मान्छे छैन होला हामीको त। आइरहेको छ अस्ति नैको वर्षमा आयौँ त हामी यसरी। यहाँ पङ्खा घुम्दैछ है मेरो। मेला बार पो लगाएको रहेछ यताबाट उयो नजाओस् भनेर। यसरी छिर्नु पर्ने रहेछ तल साग। मेला बार पो लगाएको रहेछ यताबाट उयो नजाओस् भनेर। यसरी छिर्नु पर्ने रहेछ तल साग। मालाहरू छ गाइसहरू यसरी लुगाहरू पनि छ यहाँनिर हो। मेला त रमाइलो रहेछ हौ।
ला झरो है ओ भाइ झरो हो तिम्रो टिप अलि भित्र छिरौँ ल घडी पुरा डिस्को डान्स रहेछ फेरि मेलामा ला चाउमिन मिठाईहरू यसरी तताउँदैछ है तातो तातो यहाँ चाहिँ मनिष जुस सेन्टर अरे खेल जस्तो छ आलु चप जुलापी जुलापीको हो नि त मेला तातो तातो जुलापी जताततै जुलापी मात्रै छ यतातिर चाहिँ अहिले त्यस्तोहरू टिलेमा पो रहेछ उयो पनि माथि छ जुलापी जताततै जुलापी कसको खेत रहेछ नि मजाले बाँडेछ होइन यो खेत हो क्या कसको जुलापी पोल्दैछ यहाँ जुलापी भोल्दैछ कसैले तपाईँले चिप्लो खाने भनेको न आलु चप यहाँ भर्खर लाउन आँटेको छ कोक मासुहरूको त्यो पर चाहिँ मासुको लाइन त्यो चाहिँ मासु खाने भए त्यो लाइनमा यसरी यहाँ चाहिँ यत्रो ठुलो बारी खेत चाहिँ कसको यो छोरा छ त यहाँ यस्तो छ त्यहाँ पिङ छ यसरी घुमाएर परसम्म छ किन्नुपर्ने अवस्था यसो चाहिँ अब चाहिँ हिँडेको कोही आउँदैछन् हामी चाहिँ लाग्यो रमाइलो भयो मेला रमाइलो भयो अब घरतिर फर्क अब घरतिर लाग्यौँ है गाईहरू जुलापी बनाउने नयाँ ताजा ताजा जाने ल हाम्रो गाईहरू त निस्के कसरी 1 किलोको 200 मात्र हो हजुर किलोको 200 हो अनि यो राम्रो हो कि रातो रातो राम्रो यो यस्तो राम्रो हो केमिकल हालेको हो रातो केमिकल चाहिँ हैन कलर भन्नु न कलर यो 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 कति हजुर 1 किलो मलाई फ्याट हुनेवाला मन पर्छ क्या 1 किलो कतिको लिएको 1 किलो मात्रै अनि यिनीहरू के हो यो मिठाई हो फ्याट्टावाला यो अस्तिको खोइ ए फ्याट हुनेवाला लाउनु न हौ मलाई त यो मन पर्दैन क्या भयो 1 किलो हौ कति हाल्न आँटेको 1 किलो पुग्दैन नि त 1 किलो कति भयो 1 किलो अरे खै 200 रुपैयाँ 250 हो होइन 200 को मात्रै लाने धेर हुन्छ सकिन्छ यो खाना गर्दा खाँदैन नि त घरमा कोही छैन खाने आलु चप प्याजी 5 रुपियाँ गोटा अरे अब यो चिप पनि दिनु त्यो चिप चाहिँ कति हो 20 रुपैयाँ 20 रुपैयाँ ल कति रुपियाँ भयो
60 ल 60 रुपियाँको किने है काजु बिस्कुट पहिला हामी सानोमा खान्थ्यौँ यो चाहिँ मिठाई अरे काजु 100 रुपियाँ पोकाइ मैले लिइसकेको किनमेल हुँदैछ टपहरू चस्माहरू रमाइलो छ डोनट पनि बनाउँदै रहेछ आलु चप डोनट घरतिर लाग्यो